अब भर्ने होइन त आइपिओ। हजुर साथीहरू नमस्ते अनि हार्दिक स्वागत छ हाम्रो आफ्नो युट्युब च्यानलमा। पछिल्लो समय नयाँ कम्पनीहरूले ब्याक टु ब्याक आइपिओ निष्कासन गरिरहेका छन्। यसै बीचमा आजबाट अर्को कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ। हजुर साथीहरू तपाईँले सही सुन्नुभयो। आजबाट क्रिस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आइपिओ निष्कासन गर्दैछ। यस कम्पनीको आइपिओमा फागुन 22 गतेदेखि 26 गतेसम्म आवेदन दिन सकिनेछ। यस कम्पनीको इपिएस हेर्ने हो भने ₹0.56 रहेको छ भने नेटवर्थ ₹100.56 रहेको छ। आइपिओ निष्कासनको क्रममा गराइएको रेटिङ अनुसार इग्रा नेपालले इग्रा एनपिडब्ल्युबी रेटिङ प्रदान गरेको छ। यस कम्पनीले कुल 18,45,000 किता सेयर सर्वसाधारणले भर्न मिल्ने गरी आजबाट आवेदन खुल्ला गर्ने भएको हो। 1,84,500 जना लगानीकर्ताहरूले 10 किताको दरले सेयर हात पार्नुहुनेछ। आजभोलिको बजार अवस्था हेर्ने हो भने सेयर मार्केटको बजारमा हरियाली देख्न सकिन्छ। यसै बीचमा नयाँ कम्पनीहरूले आइपिओ र एपिओ निष्कासन गरी लगानीकर्ताहरूलाई थप उत्साह प्रदान गरिरहेको छ। अहिलेको समयमा सक्रिय लगानीकर्ताहरू हेर्ने हो भने 18 लाखको आसपास रहेको हुँदा 1,84,500 जना एकदमै भाग्यमानी लगानीकर्ताहरूले मात्र यस कम्पनीको सेयरमा 10 किताको दरले हात पार्नुहुनेछ भने यस कम्पनीको सेयरमा गरेको लगानीमा नेटवर्कको आधारमा हेर्ने हो भने 1,000 को लगानीमा 3,000 देखि 4,000 सम्मको नाफाको आश भने गर्न सकिन्छ। कम्पनीको सेयर बिक्री प्रबन्धकको रूपमा एनआइएमबी एसी क्यापिटल लिमिटेड रहेको छ। 10 किता मात्र आइपिओ पर्ने भएको हुँदा 10 किता वा 20 किताको लागि मात्र आवेदन दिनु सक्नुहुनेछ भने बढी किताको लागि आवेदन दिएर आइपिओ पर्ने सम्भावना भने हुँदैन। बेकारमा आफ्नो पैसा मात्र होल्ड हुने मात्र हो। यो थियो आइपिओ निष्कासन गर्ने क्रिस्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपिओ सम्बन्धी छोटो जानकारी। यस जानकारीमूलक भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझावको अपेक्षा गर्दै हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला भन्दै अर्को भिडियोमा भेटौँ बाचासँगै छुटिन्छु। नमस्कार।